मान्छे जस्तो हुन्छ त जड हुन्छ बिरालो अथवा गाई जसरी हुन्छ बाख्रा जसरी हुन्छ उसको बडी लिने हो भने अब बिरालोको क्यारेक्टर गर्ने कलाकारले के गर्नु पर्यो उसको बडी सबभन्दा सुरुमा बिरालो भनेको के हो स्मुथ हो नि बिरालोको कति स्लो अनि अवेर स्मुथ हुन्छ नि बडी लचकता हुन्छ नि मोसन एकदमै एउटै मोसन हुन्छ नि त हो त जड पनि हुँदैन टाइट पनि हुँदैन हो कि होइन त भनेपछि अब के गर्ने रहेछ त बिरालो भन्दा सबैभन्दा सुरुमा उसले आफ्नो बडीलाई एकदमै चालमा ल्याउनु पर्यो स्लो अनि बिरालो कसरी हिँड्छ बाख्रा हिँड्दैन हिँड्दैन नि त बिरालो के हुन्छ क्रस हुन्छ नि बिरालो हिँड्छ त्यस्तो भएर कस्तो मजाले स्लो 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 यस्तो क्रस गर्दै हिँड्छ नि